So hello and namaste everyone, it's your boy Zone back with another video. आज चाहिँ मसँग डुकाटी छ है, हाम्रो डुकाटी मोन्स्टर 796 छ। आज चाहिँ मसँग हाम्रो स्वर्णिम भाइको हैन, आज एउटा अपर्च्युनिटी पायो अनि अहिले चाहिँ हामी अर्को स्वर्णिम भाइको घरमा छौँ। हामीसँग आज पाण्डे दादा नि छ है। आज ओ तेरो त यो भाइजर र यो ठ्याक्कै मिल्यो त, ड्युकमा छ यो चाहिँ हैन। हेट हेट हेट। अनि अहिले चाहिँ यसो डुकाटी चलाउनलाई हामी माथि चण्डेश्वरीतिर जान लागेको। यसो अलिकति फन लिउँ न डुकाटीको नि भनेर, त्यही हो, अरू केही छैन खासै होइन। यो चाहिँ 796 हो। 796 भनेको चाहिँ यसमा टर्मीको एक्जस्ट छ होइन, दुइटै साइडमा दुइटा एक्जस्ट है। फेरि टायर पनि कत्रो युज छ है। थर्ड ल अहिले चाहिँ अब स्वर्णिम भाइको घरबाट निस्किनु लाग्यो है त। ओए कस्तो दामी देखा, कुन राम्रो त्यो राम्रो। बच्चाहरूलाई सिबिआरै मनपर्छ। ल अहिले चाहिँ हामी बान्टार हाइटमा छौँ होइन। यसो डुकाटी चलाऊँ खिचौँ अनि लास्टमा होइन, एउटा बिचमा एउटा सरप्राइज पनि दिन्छु। सरप्राइज चाहिँ के भन्ने होइन, एउटा कुरा नि भन्छु यो डुकाटीको। स्वर्णिम भाइको यो ओए विन्टरमा क्या ज्याक देखायो यार, धेरै पछि हिँड्यो यार स्वर्णिम भाइ र हामी पनि। तर डुकाटी लास्ट थर्किने यार है। एङ्गल कस्तो छ है, मेरो जिएसआर भन्दा हल्का छोटो रहेछ क्या यो पोजिसनमा। है तर डुकाटीकै अनि यसमा ह्यान्डल यो स्टोकै के हो, यस्तै हो क्या पोजिसन। तर चलाउन सजिलो चाहिँ छ है डुकाटी है। भन्नै पर्दाखेरि मलाई चाहिँ त्यस्तो गाह्रो चाहिँ फिल भएको छैन डुकाटी चलाउँदाखेरि होइन। यहाँ कस्तो देखिरहेको खै थाहा छैन मलाई त है। यसरी हेर्नु पऱ्यो। है सिबिआर कत्रो करा। पाण्डे आइरह नि। अहिले म बाइक राम्रोसँग देखाउँछु नि। जाम है कत्रो पड्किने यार। यहाँ कतिको सुनिरह। मामा तर डुकाटीको एउटा रमाइलो चाहिँ यही हो क्या, लास्टै किकिङ हान्छ। अनि हाम्रो इनलाइन जसरी हायर गियरमा हिँड्न मिल्दैन क्या यो चाहिँ सिटीमा होइन। यो बाइकको पावर चाहिँ कति छ अरे, 84 कि 83 बिएचपी छ, तर 79 न्युटन मिटर अफ टर्क छ क्या। लगभग बिएचपी जत्तिकै टर्क छ क्या। कस्तो चाहिँ तान्ने हो क्या, त्यो पनि छ नि त कुरा त। म अगाडि भयो पछाडि भयो, उसलाई अगाडि पठाऊँ किनकि मलाई भ्लगहरूमा कतिमा कमेन्ट आयो क्या। आमा के हो भाइ त जोसिया त पुरै।
पाण्डे दादा कहाँ गयो यसरी थर्किन्छ ल आमामामा कस्तो गएको यार स्वर्णिम अनि यो चाहिँ एयर कुल हो है बाइ द वे हाम्रो जसरी त्यो लिक्विड कुल होइन क्या भित्रैबाट रेडिएटरबाट उ गरेर त्यो वाला होइन हाइवेको क्रुजको लागि हाइवेको लागि चाहिँ हाइवे भन्दा नि यो खास बनेको चाहिँ सिटीको लागि हो तर नेपालमा चाहिँ अब सिटीमा त हिँड्नै सकिँदैन होइन यत्रो हिट हुन्छ ट्राफिकै ट्राफिक हुन्छ एकदम होइन त्यो चाहिँ मिलेन होइन केही जोस्या हो तिमी त अलि धेरै जोस्या त धेरै पछि निस्क्या भनेर हो कि के हो र हाम्रो स्वर्णिम भाइले चाहिँ अलि जात्रो चलाए चण्डेश्वरीमा हल्का रोक्नलाई हो चण्डेश्वरी जाने बाटो हो आमामामा के साह्रो जोस्या हो तर स्वर्णिम यो डुकाटी नि फेरि अति पड्किन्छ धेरै कुदाउनु पनि मन नलाग्ने क्या होइन तर डुकाटीको एउटा त्यो फिल हुने क्या मोन्स्टर हो नि त टर्की झ्याम झ्याम जान्छ यार ए कत्रो करा हो भाइको नि यो डुकाटी त्यस्तै पर्किने ढुङ्गा खाले यार उसकोले तर डुकाटीको रम्बल चाहिँ यार म माने क्या यो चाहिँ होइन डुकाटीको लास्टै मिठो रम्बल हुने क्या त्यो फिलमा हिँड्न पाउँछ क्या डुकाटी चाहिँ टर्की हो धान्न चाहिँ गाह्रो हुने यार डुकाटी त्यही माथि यो 796 696 पनि राम्रो हो 796 पनि अझै बेटर पो होइन RCCC पो हो त यो त लोअर उसमा आरपिएममा हिँड्दै नमिल्ने क्या होइन वेदर पनि ठिक्क छ यार आजको पाण्डे आइरह नि ल हामी चाहिँ चण्डेश्वरी आइपुग्यो यहाँ चाहिँ एकदम भाइरल हो यो रोडहरू चाहिँ है थियो भनौँ न मजा आयो तर डुकाटी चलाउन नि इट्स अ डिफ्रेन्ट काइन्ड अफ फन एन्ड एक्सपिरियन्स हो डुकाटीको चाहिँ है मोन्स्टर पो हो त यसै मोन्स्टर चाहिँ भने होइन रहेछ होइन यसलाई होइन छैट अति हिट यार अति हिट दुईवटा ब्यारलले यार त्यो चलाउँदाखेरि चाहिँ लाउड त्यस्तो नलाग्ने होइन आफूले चलाउँदाखेरि चाहिँ अब त्यत्रो बेर कुद्यो हिँड्यो होइन यसको बाइकको साउन्ड पनि सुनौँ न त है कान खाने यार कान खाने यार कान खानेले त लास्ट लाउड है कान डेन्जर हान्छ यार तर फेरि यस्तो मन पराउनेहरू पनि हुन्छन् है मन पराउने मान्छेलाई त सही छ अगाडि नै त्यो लाउड आउँछ होइन मनपर्छ कसैलाई एल ट्विनको होइन एल ट्विन पनि त्यो नि हो कुदाउँदाखेरि छैन क्या लाउड फेरि मजाको छ क्या कुदाउँदाखेरि चाहिँ ब्रेम्बो छ है अगाडि पछाडि नै कस्तो राम्रो छ यार डुकाटी छ होइन सिङ्गल साइड स्विङ्गम छ के चाहियो र रोसो 3 छ टायर टर्मीको एक्जस्ट छ यहाँ लोगो थियो त्यो चाहिँ निकालेछ भाइले होइन सही यार सही सब कुरा हुनुपर्ने ठिक छ ह्यान्डल बार चेन्ज हो र यसको खै मजा होइन है कस्तो एग्रेसिभ छ क्या यहाँ हाम्रो भइहाल्यो स्वर्णिमको सिबिआर धेरै पछि देखेँ यार मसान छ नि यार सिबिआर बिहान चाहिँ मैले नि सिबिआर किने स्वर्णिमलाई देखाउनलाई भनेर मैले नि सिबिआर किने है
Said she need a I can't keep up. She miss me and I gus. Can tell her how she stress. लाउड छ लाउड पनि छ कान खान्छ कुद्दाखेरि खान्छ है कुद्दाखेरि चाहिँ यसको यो बाइकको साउन्ड चाहिँ लास्टै लाउड छ जसलाई चाहिँ यस्तो खालको साउन्ड मनपर्छ त्योहरूकोलाई चाहिँ यो बाइक सही हुन्छ भन्ने पर्दाखेरि एल ट्विन इन्जिन त्यहीमाथि डुकाटी भइसक्यो सब प्रिमियम भइहाल्यो क्या अरे होइन 2011 मोडलको पनि हेडलाइट यस्तो राम्रो छ मेरो 2009को बाइकको हेडलाइट कति नराम्रो छ एज कम्पेयर गऱ्यो भने होइन बाइक ओभरअल सब चेकचाक्क ट्याक्क छ होइन एउटा रमाइलो कुरा चाहिँ के भन्दाखेरि छ नि होइन यो बाइक चाहिँ सेलमा छ है मैले अब सेलको एडभर्टाइज गर्न लगाएको होइन के अरे भाइले यसो चलाउनु न हेर्नु कस्तो छ भनेर भनेको थियो उसले अनि दाइ बाइक सेलमा पनि छ भनेर भनेको थियो के अरे होइन यसो चलाउनु भनेर भनेको बाइक ओभरअल सब ठिक छ हाम्रो ब्राजिलियन किडले नि एप्रुभ गर्छ होइन त उसको झन् पार्टनर जस्तो एउटा भिडियो त पार्टनर इन क्राइम थियो त दुइटैको नाम स्वर्णिम हो क्या फेरि होइन अनि सेलमा छ जसलाई चाहिँ यो बाइक मनपर्छ किन्न रहर छ होइन जसलाई चाहिँ किन्न मन छ म चाहिँ त्यो जो चाहिँ सेलर हो उसको इन्स्टाग्रामको नाम र लिङ्क तल राखिदिन्छु यु क्यान डिएम हिम है सिरियस बायर इन्क्वायरी गर्न पायो कतिमा हो के कसो हो त्यो चाहिँ म भन्दिनँ मलाई थाहा नै छैन नि त कतिमा भनेर होइन बाइक ओभरअल ठिक छ अहिले चाहिँ अलिकति यो स्पिडोमिटरमा ऊ छ रहेछ होइन मैले अघि याद गरेको थिएँ बनाउने धेरै ठुलो कुरो नि होइन अन्त ओभरअल यार बाइक ठिक छ वेरी तानम जस्तो लागिरहेको थियो तर डर लाग्यो क्या ठुलो बाइक होइन मेरोभन्दा अझै 200 सीसी पो बढ्यो त यार यो बाइक त थेट अब एकैछिन यहाँ बसौँ एकैछिन बिरोल खिच्छौँ अनि त्यसपछि फेरि निस्किनुपर्छ है त ल अब चाहिँ हाम्रो ऊ स्वर्णिमको बाइक भयो ऊ स्वर्णिमले चाहिँ होइन बाइक चलाउने भनेर होइन अनि अहिले चाहिँ हल्का फुल्का बिरोल खिच्यो बस्यो यसै पाण्डे दादा ड्युकमा छ नि होइन ठ्याक्कै छप्री लाग्ने क्या दादा ऊ सेम छपरी हेर त्यो इन्डियातिर देख्छ नि ठ्याक्कै काटीकुटी छपरी होइन तर फेरि म ठुलो बाइक चला भनेर मैले यसलाई छपरी भन्न खोजेँ होइन है यो चाहिँ मान्छे नै छपरी हो त्यही भएर अनि अब चाहिँ सिबिआरमा म होइन फेरि सिबिआर नेपालको सुपर बाइक ओके म कुदाउँदिनँ म कुदाउँछु होला त स्पिड के बाटो राइट कत्रो सुन्ने हो डुकाटी आमा राइट अनि स्वर्णिमलाई नि सुहाउँदो रहेछ त आमा तानेको ओए डुकाटी चलाएर यो चलाएपछि त इनलाइन फो क्या स्मुथ लाग्ने रहेछ यार हो डुकाटी एकदम डर फिल हुन्छ क्या कनेक्ट गर्छ क्या खास डुकाटीले चाहिँ होइन सिधै हामीलाई त्यो मसिनसँग कनेक्ट गर्छ नि इनलाइन चाहिँ स्मुथ सलल्ल खालको हो क्या आमामा विन्टर भएर स्वर्णिमलाई डुकाटी ठिक्क देखाएको छ ज्याक भन्दा नि अघि सिबिआरमा ज्याक देखिरहेको थियो सिआरको त साउन्डै आएन होला बाइक पनि हेरिदिनु भनेको थियो अरे के भयो भनेर यहाँ त बच्चा बच्चीहरू पनि हुन्छ यार Hit. अनि भोलि शनिबार हो शनिबारको चाहिँ भोलि चाहिँ मेरो हल्का काम छ होइन त्यही भएर भ्याउँदिनँ
त्यही भएर अझै भाइलाई हल्का निस्क्यौँ भनेर निस्क्या हो। आमामामा। है डुकाटी यार, यो डुकाटी चाहिँ अरूको साउन्ड ठुलो होला के होला होइन, तर यो चाहिँ मैले अस्ति नदेखिको भिडियोमा भन्दा यसको चाहिँ अर्कै कराउँछ क्या। यो दुइटै स्वर्णिमले चलाउने बाइक दुइटै लाउड छ क्या सुन्ने होला यार यहाँ त त्यो ठाउँ छर्केर। तर त्यो चलाएर यो चलाउँदा यो त कस्तो घोप्टिनु पर्ने हो। हैट धेरै कम्फी यार डुकाटी त। Right. पछाडि हल्का कम रहेछ यार। आमामामा के हो पाण्डेले चाहिँ भाँडा गु गरेर राख त। ऊ छप्री छप्री। आयो डुकाटी मोन्स्टर कराउने यार यो बाइक चाहिँ। त्यही हो रमाइलो कुरा चाहिँ के भन्दाखेरि इफ एनीवन इन्ट्रेस्टेड यु क्यान ह्याभ दिस ब्युटिफुल डुकाटी L-Twin 796 इन्जिन डुकाटी मोन्स्टर है त। जो सेलर हो म उसको इन्स्टाग्राम लिङ्क र नम्बर राखिदिन्छु। यु क्यान डिएम हिम, यु क्यान आस्क इन्क्वायर एभ्रिथिङ होइन। यहाँ राम्रो आउँदैन अहिले। मैले यो प्रमोसनलको लागि होइन यो भिडियो खिचेको चाहिँ होइन, खास डुकाटीको एक्सपिरियन्स लिउँ भनेर हो होइन। अनि धेरै पछि भ्लगमा आइरहेको छु होइन, त्यही त हो नि। अब फेरि आइरहन्छु नेक्स्ट टाइम। त्यही हो पहिलाको भिडियोहरू खासै खिचेन होइन, म त अब ट्राभलमा थिएँ नि त। धोरपाटनको आउँछ चाँडै होइन। आजको लागि यति, बाई बाई है त।